जय मसे अभिवादन नमस्ते साथीहरू। यो चाहिँ साथीहरू यो मैले कलमी गरेको मिया हो। हेर्नु जरैबाट कत्रो चाहिँ फुल्न लाग्छ। यो कलमी गरेको बेरमा यो 4-5 दिन भयो सारेको, लगभग सरिसकेको छ। हेर्नुहोस् सरिसकेको छ, हेर्नुहोस् है। र यता पनि यो 3 दिन भयो सारेको, यो कलमी सारेको है। यस्तो घाम छ साथीहरू, त्यही पनि सर्नको लागि यो तयार छ, सरिसकेको छ। 2 दिन लाग्यो, अहिले लाग्यो छैन है। हेर्नुहोस् हेर्नु हरियो छ यो कलमी बेर्ना है, सारेको देख्नुहुन्छ कि हेर्नुहोस् कलमी बेर्ना। म अब फेरि कलमी बेर्ना बनाउँदैछु। पहिला बेर्ना सार्नु पर्यो, त्यहाँबाट तयार बनाउने हो। तपाईँहरूलाई पनि चाहियो भने कन्ट्याक्ट गर्नु होला। हेर्नुहोस् यो कलमी बेर्ना हेर्नु, यो कलमी बेर्ना मियाको अब होचेबाट फल्दै जाने हो। यो त्यति धेरै ठुलोबुटो हुन्छ हुन त आएन, तर जरैबाट फल्दै जाने। यस्तो चौरस बनाएर हालेर चाहिँ हेर्नु सारपटे बनाएर कुन सारेको नि हेर्नु सारेको बेर्ना यस्तो हुन्छ। सारेको बेर्नालाई हेर्नुहोस् ओके नलाग्यो सारेको बेर्ना नि हो। कलमी सारेको बेर्ना अब फल्ने हो। तपाईँहरूलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला साथीहरू। बुझ्नुभयो क्या। र यो पनि यस्तै छ। तपाईँहरूलाई चाहियो भने कन्ट्याक्ट गर्नु होला। हाम्रो पनि ड्राइगन फल्न सुरु गरिरहेको छ है। ड्राइगनको बेर्ना पनि चाहियो भने कन्ट्याक्ट गर्नु होला। फुल्दै चाहिँ भर्खर फुल्न सुरु गर्यो। र हेर्नुहोस् चाहियो भने बेर्ना छन् हामीसँग ड्राइगनको बेर्ना ड्राइगनको बेर्ना छन्। तपाईँहरूलाई चाहिन्छ भने हेर्नुहोस् अङ्गुरको अघि यो अनारको बेर्ना पनि चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। हेर्नुहोस् अनारको बेर्ना ल यति ठुलो भएको चाहिँ हेर्नु हेर्नुहोस् लगभग 300 ग्रामभन्दा कम छैन साथीहरू। हेर्नुहोस् यस्तो बेर्ना चाहिँ चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। दुरुइरो फल्छ नि साथीहरू, तपाईँले बताउनु नि दुरुइरो फल्छ नि। हेर्नु यता दुरुइरो फल्छ, दुरुइरो फल्छ ए दुरुइरो तपाईँहरूले देख्नु साथीहरू। हेर्दा यस्तो देखिन्छ, तर चाहिँ फल चाहिँ हुन्छ, राम्रो हुन्छ। चाहिन्छ भने 300 रुपियाँ बेर्ना हो। एउटा प्याकेजको चाहिँ 50 रुपियाँ पर्छ। त्यो प्याकेजमा छ, त्यो प्याकेजमा हालेर बनाएको छु। 2टा बेर्ना छन्, धेरै छैन मसँग। चाहिन्छ भने तपाईँहरूको लागि त साथीहरू नचाहिए पनि ठिकै छ। हेर्नु अङ्गुरको बेर्ना पनि चाहिन्छ भने पाउनु सक्नुहुन्छ। अङ्गुर फल्याएको छ हेर्नुहोस् साथीहरू। अङ्गुरको झोप्पा देख्नुभयो, अङ्गुर कति फल्याएको छ भन्ने।
अलि हल्का खट्टो छ अब पाक्दैछ पाएको भन्दा गुलियो हुन्छ नि यो कसरी अलि पोहोरभन्दा अलिक राम्रो भएको किन भन्दाखेरि यसमा चाहिँ मैले जरा फेलिहालेको साथीहरू फेलिहाल्दा फेरि फरक पर्छ साथीहरू ल फुलिहाल्छ ड्राइगन चाहिन्छ भने ड्राइगन भने साना बेरमा ठुला बेरमा मिलाएर दिन सकिन्छ इच्छा भएकोलाई इच्छा नभएकोलाई होइन साथीहरू ल हेर्नु खुर्सानी बेर्न छ खुर्सानी बेर्न पनि चाहियो नि खुर्सानी बेर्न पनि पाउनुहुन्छ हेर्नुभयो निएको बेर्न पनि छ हेर्नु फर्सी बेर्न पनि छ नि नियाँका बेर्न छ नि हेर्नु नियाँको बेर्न लगाउनलाई मैले यहाँ तयार राखेको छु तयार यो लगाउनलाई यहाँ तयार राखेको छु यो लगाउने अहिले गरिन्छ सकिया होइन अहिले सकिया र सेतो खोर्सानी 10 रुपियाँ बेर्न यो चाहिन्छ कन्ट्याक्ट गर्नुहोस् है त कन्ट्याक्ट 98 13 63 46 00 ओके बाई धन्यवाद ओके जय मासी कन्ट्याक्ट गर्नु होला है।